हेर्नु नमस्कार। आज चाहिँ हाम्रोमा एकदम अर्ग्यानिक भेज छ है। अर्ग्यानिक हेर्नुहोस्, भेज एकदम रायोको साग होइन, अनि त्यसपछि कोबी र आलुको तरकारी होइन। अब हेरौँ साथीहरू, जाडोमा त यस्तो तातो तातो खाने सराप पारेर हेर्नुहोस्, भाइ पनि यसरी खानुपर्छ। सबै थोक मिलाएर चाहिँ है, त्यसरी यत्रो गाँस हाल्यो। खोर्सानी रायोको साग यत्रो यत्रो गाँस लिएर खानुपर्छ साथीहरू। हेर्नुहोस् है, किलिक किलिक हुने गरेर। यहाँ हेर्नुहोस् है, हजुरहरूले पनि भेज खाना यस्तो मजाले तातो खान सक्नुहुन्छ। हेर्नुहोस् है, मान्छेहरूले चाहिँ मुकबाङमा खास गरी धेरै जस्तो चाहिँ के अरे मासु यताउता बोन मेरो के त्यस्तो खान्छन् होइन। म चाहिँ घरमा जस्तो पाक्छ त्यस्तैमा बनाइदिने हो। त्यसको लागि पैसा खर्च गर्ने छैन मसँग। युट्युबबाट कमाइछु भने पछि किनौँला, गरौँला। सबैले लाइक हालिदिनुहोस्, सेयर गरिदिनुहोस्, फलो गरिदिनुहोस् मलाई है। त्यस पछाडि भुट्दै गएछ भने अनि चाहिँ त्यस पछाडि हजुरहरूको रिक्वेस्टमा बनाइदिँदै जान्छु है। हुन्छ, धन्यवाद। हस् त, यत्रो लाइभ हेरिदिनु भएकोमा मेरो धन्यवाद है।